हेलो जय गुरुक नमस्कार सबैजनालाई। मैले कन्टिन्यू भिडियो बनाइरहेको छु जसको तपाईलाई थाहै छ ओआरओपी को बारेमा र आज फेरि पालो छ हलदार एन्ड इक्विभलेन्ट र्याङ्कमा चाहिँ ओआरओपी 2 मा तपाईले कति पाउनु भएको थियो र ओआरओपी 3 अब मा तपाईको कति चाहिँ बेसिक पेन्सन बढ्छ भनेर त्यो डिफरेन्सेस मैले चाहिँ बताइरहेको छु। मैले नायक टीएस नायक इक्विभलेन्ट र्याङ्कसम्म मैले यसको बारेमा मैले बताइसकेँ र अब हलदार और इक्विभलेन्ट र्याङ्कमा कति तपाईको ओआरओपी 2 मा कति थियो तपाईको बेसिक पेन्सन र अब ओआरओपी 3 मा तपाईको बेसिक पेन्सन कति हुन्छ र त्यसमा डिफरेन्सेस कति आउँछ भन्ने कुरा मैले बताउँदै छु। हजुरलाई थाहा छ 1 जुलाई 2019 देखि ओआरओपी 2 सुरु भएको थियो र ओआरओपी 3 1 जुलाई 2024 बाट सुरु भएको छ, जसमा इन्डियन डोमिसाइलहरूले यो पैसा पाइसक्नु भएको छ। वहाँ जो इन्डियन डोमिसाइलहरूको लागि ओआरओपी 3 लागू भइसक्यो, तर हाम्रो पनि सेम टाइममै लागू भएको, तर हिसाब किताब जो छ हजुरहरूको सबैको जो अन्डर प्रोग्रेसमा छ पीसीडी इलाहाबादले त्यसको हिसाब किताब गरिरहेको छ। त्यसै कारणले एउटा कोर पीपीओ को लागि तिनीहरूले काम गरिरहेको छ। अब तपाईले हुन सक्छ 2 महिना 1-2 महिना भित्र तपाईको फेरि जति पनि जो ओआरओपी 2 बाट ओआरओपी 3 मा आउँदाखेरि जति पनि एरियर जो पाउनु हुनेछ या जो जुलाई 2019 देखि यता रिटायर आउनुभएको छ उहाँहरूको लागि धेरै ठुलो एमाउन्टमा एरियर पाउनुहुनेछ र हजुरहरूले अब यो डाटा हेर्नुस्। यसमा मैले ब्रिफ गरिरहेको छु यो डाटामा र कसरी चाहिँ यो तपाईको अन्तर छ, कति भेरिएसन छ भन्ने बताउँछु। यो टेबल हेर्नु होला। जो हलदार इक्विभलेन्ट र्याङ्कको हुनुहुन्छ जसले 15 साल सर्भिस गर्नुभयो, उहाँको ओआरओपी 2 मा 21,782 रुपियाँ बेसिक पे थियो भने अब ओआरओपी 3 मा 21,988 रुपियाँ हुने भएको छ। हजुरको डिफरेन्सेस 206 रुपियाँको डिफरेन्स आउनेछ हजुरको बेसिक स्यालेरीमा बेसिक पेन्सनमा। जसले 15.5 साल गर्नुभयो उहाँको बेसिक पे सेम बेसिक पेन्सन सेम 21,782 रुपियाँ थियो भने अब उहाँको बेसिक पे 22,257 रुपियाँ हुनेछ। अब डिफरेन्सेस भेरिएसन 475 रुपियाँको जो डिफरेन्स आउनेछ। जो 16 साल जसले सर्भिस गर्नुभयो उहाँको पनि पहिला जो ओआरओपी 2 मा 21,782 रुपियाँ नै थियो भने अब पनि उहाँकै ओआरओपी 3 मा पनि सेम 22,257 रुपियाँ नै हुनेछ, जसको डिफरेन्स 475 रुपियाँको हुनेछ। जो 16.5 साल सर्भिस गर्नुभयो उहाँको जो बेसिक पेन्सन ओआरओपी 2 मा 21,782 रुपियाँ थियो भने अब ओआरओपी 3 मा 22,476 रुपियाँ हुनेछ, जसको डिफरेन्स 694 रुपियाँको हुनेछ ओआरओपी 3 मा। जसले 17 साल सर्भिस भएको थियो उहाँको 21,782 रुपियाँ बेसिक पे थियो भने ओआरओपी 2 मा अब उहाँको ओआरओपी 3 मा 22,476 रुपियाँ बेसिक पेन्सन हुने भएको छ र उहाँको डिफरेन्स 694 रुपियाँको डिफरेन्स भइरहेको छ है। जो हलदार र्याङ्कमा 17.5 साल सर्भिस गर्नुभएको थियो उहाँको बेसिक पेन्सन ओआरओपी 2 मा सेम 21,782 रुपियाँ थियो भने अब उहाँको बढेर 22,994 रुपियाँ हुने भएको छ भइसकेको छ। यसको जो पेन्सन डिफरेन्स 1,212 रुपियाँको बेसिक डिफरेन्स तपाईको पाउनुहुन्छ तपाईले। जसले 18 साल सर्भिस गर्नुभएको थियो हलदार र्याङ्कमा उहाँको ओआरओपी 2 मा 21,782 रुपियाँ थियो भने अब चाहिँ 23,432 रुपियाँ हुने भएको छ, जसको डिफरेन्स छ 1,650 रुपियाँको। जसले 18.5 साल सर्भिस गर्नुभएको थियो उहाँको पनि 21,782 रुपियाँ जो ओआरओपी 2 मा बेसिक पेन्सन थियो भने अब चाहिँ 23,432 रुपियाँ हुने भएको छ, जसको सेम डिफरेन्स 1,650 रुपियाँको डिफरेन्स भएको छ।
जसले 19 साल सर्भिस गर्नुभएको थियो उहाँको ओआरओपी 2 मा बेसिक पेन्सन 21,782 रुपियाँ थियो भने अब चाहिँ बढेर 23,482 रुपियाँ हुने भएको छ। उहाँको जो पे डिफ्रेन्सेस छ जो 1700 रुपियाँको डिफ्रेन्स हुने भएको छ। जसले 19.5 साल सर्भिस गर्नुभएको थियो उहाँको जो ओआरओपी 2 मा बेसिक पेन्सन 22,007 रुपियाँ थियो भने अब 24,763 रुपियाँ हुने भएको छ, जसको डिफ्रेन्स छ 2756 रुपियाँको डिफ्रेन्स आउने भएको छ। जसले 20 साल सर्भिस गर्नुभएको थियो हलदार एन्ड इक्विभ्यालेन्ट र्याङ्कमा उहाँको पनि बेसिक पे 22,007 रुपियाँ थियो ओआरओपी 2 मा भने अब सेम 24,763 रुपियाँ, उहाँको पनि 2756 रुपियाँको डिफ्रेन्स हुने भएको छ। र जसले 20.5 साल सर्भिस यो र्याङ्कमा गर्नुभएको थियो उहाँको पनि सेम 22,007 रुपियाँ बेसिक पेन्सन ओआरओपी 2 मा थियो भने अब चाहिँ ओआरओपी 3 मा 24,763 रुपियाँ हुने भएको छ र जसको डिफ्रेन्स 2756 रुपियाँको हुने भएको छ है। यसै गरी जसले 21 साल सर्भिस गर्नुभएको छ उहाँको ओआरओपी 2 मा 22,007 रुपियाँ थियो भने अब ओआरओपी 3 मा 24,763 रुपियाँ हुने भएको छ, जसको डिफ्रेन्स चाहिँ 2756 रुपियाँको भएको छ। जसले 21.5 साल सर्भिस गर्नुभएको छ उहाँको जो ओआरओपी 2 मा 22,144 रुपियाँ थियो भने अब 24,763 रुपियाँ हुने भएको छ, जसको डिफ्रेन्स चाहिँ 2619 रुपियाँ हुने भएको छ। जसले 22 साल सर्भिस गर्नुभयो उहाँको 22,144 रुपियाँ ओआरओपी 2 मा बेसिक पेन्सन थियो भने ओआरओपी 3 मा पनि 24,763 रुपियाँ र डिफ्रेन्स चाहिँ 2619 रुपियाँको हुन गएको छ। जसले 22.5 साल सर्भिस गर्नुभएको थियो उहाँको ओआरओपी 2 मा बेसिक पेन्सन 22,257 रुपियाँ थियो भने अब ओआरओपी 3 मा उहाँको बेसिक पेन्सन 24,763 रुपियाँ हुने भएको छ, जसको फरक 2506 रुपियाँको फरक पर्न गएको छ। जसले 23 साल सर्भिस गर्नुभएको थियो उहाँको पनि बेसिक पे 22,257 रुपियाँ थियो भने अब चाहिँ 24,763 सेम 2506 रुपियाँको डिफ्रेन्सेस हुन गएको छ। जसले 23.5 साल सर्भिस गर्नुभएको थियो उहाँको पनि 22,257 रुपियाँ बेसिक पेन्सन थियो भने अब 24,763 रुपियाँ सेम 2506 रुपियाँको फरक हुन गएको छ। जसले 24 साल सर्भिस गर्नुभएको थियो यो र्याङ्कमा उहाँको बेसिक पे 22,257 रुपियाँ थियो भने अब पनि 24,763 रुपियाँ बेसिक पेन्सन हुन गएको छ, जसको डिफ्रेन्सेस 2506 रुपियाँको हुन गएको छ। जसले यही हलदार एन्ड इक्विभ्यालेन्ट र्याङ्कमा 24.5 साल सर्भिस गर्नुभएको थियो उहाँको ओआरओपी 2 मा 22,257 रुपियाँ बेसिक पेन्सन थियो भने अब ओआरओपी 3 मा 24,875 रुपियाँ बेसिक पेन्सन हुन गएको छ। उहाँको जो डिफ्रेन्सेस छ 2618 रुपियाँको हुन गएको छ। जसले 25 साल सर्भिस गर्नुभएको थियो उहाँको ओआरओपी 2 मा बेसिक पेन्सन 22,257 रुपियाँ थियो भने अब ओआरओपी 3 मा 24,875 रुपियाँ हुन गएको छ, जसको डिफ्रेन्सेस 2618 रुपियाँ हुनेछ। जसले 25.5 साल सर्भिस गर्नुभएको थियो उहाँको बेसिक पेन्सन ओआरओपी 2 मा 22,257 रुपियाँ थियो भने अब उहाँको ओआरओपी 3 मा बेसिक पेन्सन 25,582 रुपियाँ हुने भएको छ र उहाँको डिफ्रेन्सेस 3325 रुपियाँ हुने भएको छ। र जसले 26 साल हलदार एन्ड इक्विभ्यालेन्ट र्याङ्कमा सर्भिस गरेर आउनुभयो उहाँको पनि बेसिक पे ओआरओपी 2 मा 22,257 रुपियाँ थियो भने अब 25,582 रुपियाँ बेसिक पेन्सन हुने भएको छ, जसको फरक डिफ्रेन्सेस 3325 रुपियाँ हुने भएको छ। यो जानकारी मैले हजुरहरूलाई दिइहालेँ र हजुरहरूको अगर पहिला योभन्दा पनि ओआरओपी 2 मा योभन्दा बेसिक पेन्सन अगर ज्यादा छ भने यो टेबलभन्दा अगर पेन्सन ज्यादा छ भने हजुरहरूको यो ओआरओपी 3 मा बढ्ने छैन र घट्ने पनि छैन भनेको छ है। जसले पहिला धेरै पेन्सन लिनुभएको छ कसैको मिस्टेक गल्तीले पिसिडी इलाहाबादको गल्तीले गर्दाखेरि तपाईँको बेसिक पेन्सन तपाईँले ओआरओपी 2 मै ज्यादा पाउनु भएको छ भने ओआरओपी 3 मा पनि तपाईँको त्यति नै होला, तर तपाईँको पेन्सन जो ओआरओपी 2 भन्दा घट्ने छैन र तपाईँको बढ्ने पनि छैन है, यो भनेको छ। अब यो जो मैले सबै बताइसकेँ यो टेबल सायद हेरिसक्नु होला हजुरहरूले र
अब मैले जो लामो भिडियो छ हजुरलाई बुझ्नु गाह्रो हुन्छ होला भन्ने कारणले मैले आफ्नो आफ्नो र्याङ्क वाइज मैले चाहिँ बनाइरहेको छु। मैले सिपाही र तपाईँको हनेरी नायकको मैले बताएँ। त्यसपछि फेरि नायक र टिएस नायकको बारेमा फेरि मैले अर्को भिडियोमा बताएँ। अब यो भिडियोमा मैले तपाईँलाई हलदार एन्ड इक्विभलेन्ट र्याङ्कको लागि मैले यो बताइसकेँ। अब योभन्दा अगाडिको फेरि भिडियो हजुरहरूले फेरि हनेरी नायक सुब्दार इक्विभलेन्ट र्याङ्कको लागि फेरि बताउने छु। अब योभन्दा अगाडि भिडियोमा जति पनि हनेरी नायक सुब्दार जो साहबहरू जो र्याङ्क लिएर आउनुभएको छ, जो हनेरी नायक सुब्दारहरू तयार बस्नु होला। हजुरको बेसिक पेन्सन ओआरओपी 2 मा कति थियो र अब यो बेसिक पेन्सन ओआरओपी 3 मा कति हुन्छ र हजुरले अब तकरिबन आफूले आइडिया लगाएर मैले चाहिँ यति एरियर पाउन सक्छु भन्ने हजुरलाई थाहा हुनेछ। ओके, जय गोरख, जय नेपाल।